नमस्ते अनि गोर लागैछियो। आज चाहिँ म थारू कल्चरको एउटा परिकार घोङ्गी पनि हो। यो घोङ्गी कसरी पकाउने के गर्ने भनेर सबै यहाँ भन्दै पकाउँदै गरेको छु। तपाईहरुलाई रेसिपी चाहिएमा मलाई कमेन्ट पनि गर्नुहुन्छ। यो चाहिँ मेरो मिनी भ्लग युट्युबमा हाल्दिराखेको छु। यसलाई चाहिँ तातो पानीमा उस्नेर चाहिँ यो सबै आँखा यसको पखेटा निकाल्नु पर्छ। यो निकालेन भने चाहिँ घाँटीमा अलिकति अड्किन्छ कि भनेर डरले यो चाहिँ उकाएर नै खाने हो। कसैले चाहिँ त्यतिकै पनि खान्छ। घरमा सानो केटाकेटी छैन भने चाहिँ त्यतिकै खाँदा पनि हुन्छ, त्यही पनि डर हुन्छ, निकालेर खानु होला। यसलाई चाहिँ यसको चाक काटेर धुएर तातो पानीमा उस्नेर यो यतिको भएको छ। अहिले आँखा निकाल्ने बेला भएर यसलाई चाहिँ आँखा निकाल्दैछु म। आज घरमा कोही पनि नभएर म एक्लै छु, आँखा निकाल्दैछु। अनि यो चाहिँ तेल तताए, तेलमा मेथी सेती पड्काएर सुकेको खुर्सानी अनि पियाज लगाएर यसलाई चाहिँ हल्का रातो हुने गरी भुट्नु पर्छ साथी। अनि हल्का रातो भएपछि यसमा के भन्छ पियाज लसुन अनि अदुवा अनि मसलाको पेस्ट अनि टमाटर सबै भुटेर फ्राई गर्ने। यो टमाटर पाकिसकेपछि बेसार तपाईहरु अगाडि बेसार हाल्दा पनि हुन्छ, म चाहिँ पछाडि हाल्ने बानी भएर चाहिँ पछाडि नै हाले। बेसार सबै थोक हालिसकेर अनि स्वाद अनुसारको नुन हालिसकेपछि मसला अनि खुर्सानीको धुलो सबै हाले। अब यो फ्राई भइसकेपछि चाहिँ घुङ्गी पनि हाल्दिने, सबै मिक्स गर्ने, चलाउने। यो चाहिँ आधी जस्तो पाकिसकेको छ, किनकि झोल खानुपर्छ यसको चाहिँ। फ्राई खानु अलि ठिक हुँदैन, यस्तो सुक्खा चाहिँ चुसिँदैन, त्यो मासु निस्किँदैन। त्यसैले चाहिँ झोल हाल्नुपर्छ यसमा घुङ्गीमा। यो यो चाहिँ आलसको छोप पनि हो। यसले चाहिँ धेरै जसो बिरामी सिरामी हुँदा पनि हात खुट्टा दुखेको लडेको सबै थोकमा औषधि हुन्छ। त्यसैले अहिले चाहिँ यो धेरै जसो सबैले खाने गरेको छ। पहिले चाहिँ सङ्खे भनेर कोहीले खाँदैन थियो। अहिले त धेरै जसो पहाडेलाई नपुगेर हैरान छ गाइज। पहिला चाहिँ थारूहरूले यो के खाएको किरा सिरा सबै खाँदो रहेछ यो थारूहरूले भन्थ्यो। अहिले चाहिँ पहाडेलाई नि पुग्दैन रहेछ। यो चाहिँ बिहानको खाना म अफिस जाने बेलामा दाइलाई पस्केर दिएको भात दाल अनि हरियो साग अनि घुङ्गी। हस्त धन्यवाद। तपाईहरुलाई रेसिपी चाहिएमा फेरि पनि कमेन्ट गर्नु, म बनाएर हाल्ने वाला छु।